परशुराम धाममा ऱ्याफ्टिङ गर्ने धोको पनि आज पुरा भएछ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल विथ अ न्यू भिडियो आफ्टर अ लङ टाइम। धेरै दिन भइसकेको थियो मैले कुनै पनि भिडियो अपलोड गरेको थिएन, जस्ट सर्ट्स मात्रै अपलोड गरेको थिएँ। एन्ड आज बल्ल मौका मिल्दैछ भिडियो अपलोड गर्ने। सो यही दिनदेखि भिडियो अपलोड गर्ने सोचिरहेको थिएँ, बट टाइम नै मिलिरहेको थिएन। केही मतलब भनौँ खैके भइरहेको थियो। एक त मेरो बिचमा एक्जाम पनि आयो, एन्ड एक्जामको त प्रिपरेसन गर्दा गर्दै यस्तै भयो। त्यसपछि आज चाहिँ यस्तो फ्री टाइम छ, एन्ड अब म खानासाना बनाउँछु, खान्छु, तयार हुने हो र नाउ वी आर अल रेडी टु गो। आज हामी कहाँ जाँदैछौँ भनिदिनु। परशुराम धाम साहित्यिक महोत्सवमा र हामी सबैजना तयार भइसक्यो। हिँड्यो सर। अब हामी एकछिनको लागि स्टुडेन्ट भयो, स्कुल बसमा जाँदैछौँ। Now let's go to साथीहरू ड्रेस मिलाएछ नि यहाँ साडीहरू किनेर। स्कुल पढ्दा चाहिँ बसहरू थिएन, बसमा कहिले बस्ने अवसर मिलेन। त्यसैले अहिले अब यसो कर्मचारी भएपछि बसमा बस्ने अवसर मिल्दैछ। तपाईँ के हो, जेन्जी हो कि अल्फा हो? म त बुढेसकाल लागेको। यो जेन्जी र अल्फा समझमा आउँदैन। हेर्नु ल, सिट खाली छ, सिट खाली छ। पछाडि जाम है, पछाडि जाम, बस्दै गरौँ। ल एकजना यहाँ बस्छ बहिनीहरू। अब 3-4 घन्टा लगाएर रेडी भए पनि पुग्दैन है, बसमा पनि यसरी रेडी हुनुपर्छ। परशुराम धाम साहित्यिक महोत्सव। ओके, फाइनली पुग्यो परशुराम धाम। धुलै भयो, हेर्नु न। ल गोल ग्रुप, लेडी ग्रुप यहाँबाट लग्यो। यसरी तयार भएर आइसकेपछि फोटो त खिच्नै पर्यो हैन सर? अनि फोटो पनि कस्तो आयो भनेर हेर्नै पर्छ। अब आएँ म, आउनु न। हामी यहाँ महोत्सव आएको कि फोटो खिचाउन आएको?
सुरुवात गर्छु। अहिले भने औपचारिक माहौलमा यो कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। मेरो नाम हो समा थापा, स्कुल छ र 17वटा विद्यालयका भाइ बहिनीहरूले सो प्रतियोगितामा आफ्नो प्रतिस्पर्धा जनाउँदै हुनुहुन्छ र चित्रकला प्रतियोगिता 2051 परशुराम बाबा यही हो यहाँको मेन एट्र्याक्टिङ पोइन्ट। साहित्यिक महोत्सवमा आएर यत्रो बिहानभरि तयार भएर केही छैन, बस साडी लगाएर यताउता छिल्लिर छिल्लिर ओर्ने गति त्यति हुँदैछ काम गरेन। बस काम नै हो ओहर जिना बा अट्नै बा बस अट्नै कराइल्टी यहाँ स्टेजतिर चाहिँ के भइरहेको रहेछ, तर हामी चाहिँ उतै बिजी भइरहेको सबैभन्दा धेरै चाहिँ तपाईले हेर्नु झापाले तापक्रम देखेको मान्छे यो समस्या तपाईले युरोपमा पनि देख्नुहुन्छ, अमेरिकामा पनि देख्नुहुन्छ। एकदम लगभग थाइल्यान्डमा गयो भने चाइनामा पपुलेसनको समस्या होला हैन। महोत्सव कस्तो लागिरहेछ? कस्तो लागिरहेछ? बोरिङ, नट इन्ट्रेस्टेड। यहाँ आएर खालि वेस्ट अफ टाइम जस्तो लागिरहेछ, केही पनि छैन यहाँ महोत्सव अरे साहित्यिक जस्ट पोलिटिकल लिडर्सहरू आछन् अनि यहाँ आफ्नो आफ्नो सेसन राखिरहेछन्, भाषण गरिरहेछन्। कता हेर्ने यार, के गर्न हामीलाई पोलिटिकल लिडर्सहरूको भाषण सुन्नु छैन। त्यति मात्रै होइन, खेलले कसरी कुटनीतिलाई जोड्ने रहेछ भन्ने कुरा चाहिँ कसरी जानिन्छ भने बच्चाहरूलाई पनि एकदमै मनोरञ्जन भइरहेछ। म कहाँ जाने के गर्ने अतीत र भविष्य बुझ्न नसक्ने अवस्थामा राष्ट्र एक ठाउँमा जोड्ने रूपमा प्रत्येक अब अर्कीदेखि बोरिङ लागेको महोत्सव चाहिँ अलि रमाइलो होला जस्तो छ। बिकज हामी जाँदैछौँ ऱ्याफ्टिङमा। महाकाली नदीमा चाहिँ हामी ऱ्याफ्टिङको मजा लिनेछौँ है त। एन्ड ऱ्याफ्टिङ गर्न जाँदैछौँ। गेटअप के छ हाम्रो? साडी। अब कस्तो खालको ऱ्याफ्टिङ गर्ने हो हामीले थाहा छैन। यहाँ ऱ्याफ्टिङ गर्न आएको त अलि ढिलो भएछ। बोट गइहाल्यो हामीलाई छोडेर, बोट त्यहाँ पुगिहाल्यो हामीलाई छोडेर। वी आर लेट। पानी त एकदम स्थिर छ यहाँ अहिले, केही पनि छैन त्यस्तो अप्ठ्यारो ऱ्याफ्टिङ गर्न, बोटिङ गर्न। हामी चाहिँ महाकाली नदीको अहिले किनारमा छौँ र महाकाली नदी उता पारि के पर्छ? इन्डिया। इन्डियाको कुन ठाउँ पर्छ उता? टनकपुर पर्छ। यो डाँडा पारी। लाइफ ज्याकेट लगाऊ है। यति हो लाइफ ज्याकेट? ब्याग समात्नु त तपाईँ। यो कुकुर च्याप्ने भयो मेरो हातबाट। कुकुर झन् चेपे मेरो कुकुर चेपे भने विचार यही थाहा यो यार त ल हल्ला नभए ल कोही बगला आयो डुबला कि चल्दै लान्छ आइसरी यो चल्दै चलाउन आउँछ कि नै त तपाईलाई? यो गाडीका ड्राइभर बोट चलाउन के जान्थे? हेलो, आज हामी चाहिँ परशुराम धाममा यो महाकालीमा ऱ्याफ्टिङ गरिरहेछौँ। ऱ्याफ्टिङ एकदमै सरल रहेछ। धेरै राम्ररी भइरहेछ। ल
परशुराम धाममा ऱ्याफ्टिङ गर्ने धोको पनि आज पुरा भएछ के कसो म्याम उता पुरा ल्याउनु न आज ऱ्याफ्टिङ गर्ने धोको पनि आज पुरा भयो अस्तिदेखि ऱ्याफ्टिङ हामी भनिरहेको थियो आज चाहिँ यो महाकाली नदीको मौसम चाहिँ एकदम रमाइलो छ त्यो के भन्छन् कर्णाली पुल पुगे जस्तै लाग्छ सरसर हावा चलिरहेको छ एकदम राम्रो र यता आएपछि ऱ्याफ्टिङ चाहिँ गर्न नभुल्नु होला ऱ्याफ्टिङ गर्न एकदम रमाइलो हुन्छ मैले अब भिडियोमा रेकर्ड त गर्न सकिनँ किनकि अलि अप्ठ्यारो हुन्छ रेकर्डिङ गर्न र हामी चाहिँ यहाँ अब केही काम पाएन हामीले महोत्सवमा केही पनि छैन हेर्न लायक पनि जस्ट रिभर साइडमा आएर टिकटक बनाइदिरहेछौँ के गर्ने साथी लास्टमा चाहिँ देउडा खेल्ने महोत्सव पनि सक्यो महोत्सव भनेको त यहाँ मतलब स्टेज प्रोग्रामहरू मात्रै रहेछ त्यस्तो मार्केट बजार जुन महोत्सव हुन्छ त्यस्तो थिएन अब साँझ पनि भयो सबै थकित मुन्द्रामा छौँ घर जानलाई गाडीको वेट गरिरहेको छौँ गाडी कतिखेर आउँछ गाडीको वेट गर्दै हाम्रो साथीहरू भयो त आजको महोत्सव यता हेरौँ तपाईको टाउको ठिक छ हाउ आर यु फेसियल एक्सप्रेसन देखेर थाहा हुँदैछ के छ भनेर हालखबर Okay, now see you in next video, next vlog. Till then, bye bye. This much for today's video. Thank you for watching. Now we are going back to our room. What's up, Sakyo? Ajalai, holi feri aunदैछु.